हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म मेरो पहाड घर आएको छु बैतडी। म चाहिँ तपाईहरुलाई चाहिँ मेरो यो घर देखाउँदैछु है। यो पहाडमा अलि चिसो भएर रुगा लाग्छ, बोल्न पनि कस्तो गाह्रो भएको छ क्या। अनि यो चाहिँ यो हाम्रो जमिन के यो यहाँदेखि तलसम्म यो रुखहरू अहिले त यो सल्लाहको रुखै रुख भएको छ यहाँ तल। यो पुरै यो रुखै रुख भएको छ यहाँ। अब हामीहरू सबै धनगढी काठमाडौँ बाहिर सबै निस्किसक्यो। यहाँ बनाउने मान्छे नभएर पुरै जङ्गल भइसकेछ। यो तलसम्म तल पनि सल्लाहको रुखहरू त्यो सबै आजभोलि त्यो बनाउने नभएर चाहिँ सल्लाहको रुखहरू भएको। अनि यतातिर चाहिँ यो थोरै हामीले बनाउने गरेछौँ। यसो टाइममा आएर जोत्ने अनि सिजनमा आएर के लाउनु छ लगाउने। दालहरू भयो, यस्तै कहिलेकाहीँ मकै सिजनमा आएर। अब यो हेर्नु त यो गाज्यो भन्छ हाम्रोतिर। घाँस काटेर सुकाएर अनि चाहिँ घाँस नभएको सिजनमा यही हो दिने। गाई भैँसी सबैलाई, बाख्रा। यो चाहिँ पोहोर सालको यो त ड्यामेज भइसक्यो। अनि यतातिर अलिअलि चाहिँ बनाउने गरेछु मान्छे राखेर। अनि यो दालहरू यो भट्टको दाल यता छ यहाँ। यो चाहिँ मेरो घर। यसलाई म तलबाट देखाउँछु है तपाईहरुलाई। यो बोल्न कस्तो गाह्रो भइरहेछ कि रुगा लागेर खोकी लागेर। यो घर चाहिँ हाम्रो बाजेले बनाएको। यहाँ पानी ट्याङ्की छ, पानी पनि छ भित्र। यो पानी ट्याङ्की चाहिँ टोयलेट बाथरुम युजको लागि है। यहाँ तल छ। यो चाहिँ घर। यो केराबारी हाम्रो आँगन अगाडि। यो चाहिँ टोयलेट बाथरुम यो भयो केराबारी। अनि गाइस यो चाहिँ घर, पुर्ख्यौली घर, बाजेले बनाएको घर। 3 तले छ। यो मकै। अनि यो चुक। चुक पनि मस्त आछ। पहाडको अर्ग्यानिक यही हो गाइस। ल म तपाईहरुलाई भैँसीहरू पनि देखाउँछु। एउटा भैँसी। अनि भैँसी हेर्नु है गाइस, बाख्रा पाले जस्तै छ यहाँ। दुईटा भैँसी, 3टा 4टा 5वटा 6वटा गाइस। ल हेर्नु भैँसी हेर्नु त।
भैँसी हेर्नु त गाइस बाख्रा पाले जस्तै हो। ल यो चाहिँ हाम्रो जमिन हो तलसम्म, त्यहाँ तल त्यो घाँसहरू हो, त्यो नजोतेर नखनेर सबै त्यो घाँसहरू भयो हो। यति यो थोरै मात्र चाहिँ हामीले बनाउने गरेछौँ। अनि यो पहाडको करेला, साग खाने तरकारी खानेवाला यस्तो हुन्छ गाइस। खै त सिद्धिसक्यो क्या, यस्तो फल्छ गाइस। काँचै खान पनि मिल्छ, मिठो हुन्छ त्यो यस्तै। अनि यो चाहिँ हाम्रो पानी खाने ट्याङ्की गाइस। माथि खोलाबाट पानी आउँछ यसमा, अनि यहाँ स्टक हुन्छ, अनि यहाँबाट चाहिँ हामीले खाने हो। उफु यहाँ डल पनि रहेछ गाइस, हेर्नु त डल कस्तो राम्रो छ नि। ओके अब गाइस यो चाहिँ पुरानो घर, उता अगाडि देखाएको चाहिँ नयाँ घर हो। त्यो पनि पुरानै हो, जे भयो नि योभन्दा नयाँ, सबै बाजेले बनाएको हो यो। अनि यस्तै छ गाइस पहाडी लाइफ, यही हो गाइस। आजको भिडियो यति नै। लाइक कमेन्ट गरिदिनु होला गाइस। हस् गाइस, बाई बाई।